के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ कि अरू सबैले आफ्नो जीवनमा धेरै प्रगति गरिरहेका छन्, तर तपाईँ भने पछाडि पर्नु भएको छ? फेसबुक वा इन्स्टाग्राम खोल्दा अरूको प्रगति, उनीहरूको छुट्टीका तस्विरहरू वा नयाँ सफलता देख्दा मनमा एउटा चिसो पस्छ। के म पछाडि परेको त होइन? हामी सबैले अचेल एउटा शब्द धेरै सुन्ने गरेका छौँ, फियर अफ मिसिङ आउट, अर्थात् केही कुरा छुट्ला कि भन्ने डर। आजको यो डिजिटल युगमा हामी हरेक पल अरूसँग आफ्नो तुलना गरिरहेका हुन्छौँ। तर के तपाईलाई थाहा छ, यो तुलनाले हाम्रो आत्मविश्वास र खुसीलाई बिस्तारै खाइरहेको छ। पहिले यो तुलना छिमेकीको नयाँ गाडी वा आफन्तको गहनामा मात्र सीमित हुन्थ्यो। तर अहिले सामाजिक सञ्जालका कारण हामी संसारका सबैभन्दा सफल व्यक्तिहरूसँग आफूलाई तुलना गर्न थालेका छौँ। कोही घुम्न जाँदैछ, कोही करोडपति बन्दैछ, कोही फिट देखिँदैछ, र यो सबै हेर्दा हामीलाई लाग्छ कि हामीले पनि सबै कुरा एकैसाथ पाउनुपर्छ। तर एउटा कुरा सधैँ याद राख्नुहोस्, कसैले पनि सबै कुरा एकैसाथ पाउन सक्दैन। केही न केही त पक्कै छुट्छ। जब हामी सबै कुरा एकैचोटि पाउने हतारोमा दौडिन्छौँ, तब हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा गुमाउँछौँ। त्यो हो आफ्नो लागि समय। अब यो तुलनाको डरलाई छोडेर जोमो अर्थात् जय अफ मिसिङ आउटतिर लागौँ। यो भनेको केही कुराहरू जानी जानी छोड्नुको आनन्द हो। सबै ठाउँमा उपस्थित हुनै पर्छ, सबै ट्रेन्ड पछ्याउनै पर्छ भन्ने छैन। यदि तपाईको कतै जाने मन छैन भने नाइ भन्न सिक्नुहोस्। दिनको केही समय आफ्नो फोनलाई टाढा राख्नुहोस्। आफ्नो जीवनको हरेक पललाई क्यामेरामा कैद गरेर अरूलाई देखाउनु जरुरी छैन। केही पलहरू आफ्नै लागि मात्र राख्नुहोस्। यहाँ एउटा सानो कथा सान्दर्भिक छ। एउटा माझी समुद्र किनारमा ढुक्कसँग माछा मारिरहेको थियो। एक धनी व्यापारीले आएर उसलाई धेरै माछा मार्न, ठूलो व्यापार गर्न र साम्राज्य बनाउन सल्लाह दियो, ताकि भविष्यमा ऊ आरामले बसेर जीवनको आनन्द लिन सकोस्। माझीले मुस्कुराउँदै जवाफ दियो, अहिले म त्यही त गरिरहेको छु। हामी पनि प्राय यस्तै गर्छौँ। अरूको देखासेखीमा दौडिँदा दौडिँदा हामीले वर्तमानको खुसी नै बिर्सन्छौँ। याद राख्नुहोस्, हरेक व्यक्तिको जीवनको आफ्नै दौड हुन्छ। कोही चाँडै सफल हुन्छन्, कोही ढिलो। सन्तुष्टि नै जीवनको सही मापदण्ड हो। प्रगति गर्नु राम्रो हो, तर त्यो अरूको देखासेखीमा होइन, आफ्नो क्षमता र इच्छा अनुसार हुनुपर्छ। यदि तपाईँ आफ्नो काममा इमान्दार हुनुहुन्छ र आफ्नो जीवनसँग सन्तुष्ट हुनुहुन्छ भने तपाईँ नै सबैभन्दा सफल व्यक्ति हो। त्यसैले आजैबाट अरूसँग तुलना गर्न छोड्नुहोस्। लामो सास फेर्नुहोस् र आफूसँग जे छ त्यसको लागि आभारी हुनुहोस्। जीवनलाई अरूको लागि होइन, आफ्नै शर्तमा जिउन सिक्नुहोस्।